युएई क्रिकेट टिम 18 अप्रिलको नेपाल जाँदैछ भनेर युएई क्रिकेट बोर्डले पोस्ट गरिसकेको छ। युएईले 20 अप्रिलको नेपालसँग टी20 म्याच खेल्दैछ र 21 तारिकको पनि नेपालसँग टी20 म्याच खेल्दैछ। यो दुईटै म्याचहरू नेपालले नाइटमा खेल्नेछ ट्युको ग्राउन्डमा। इन्टरनेसनल म्याच पहिलोचोटि ट्युको ग्राउन्डमा नाइटमा हुँदैछ। नेपाल र युएई बीच हुने दुईवटा टी20 म्याच चाहिँ यो कुनै सिरिज नभएर नेपाल क्रिकेट बोर्डले दुईवटा म्याच गराउँदैछ र लाइभ पनि नेपाल क्रिकेट बोर्डको अफिसियल युट्युब च्यानलबाट हामीहरूले हेर्न पाउनेछौँ। लाइभमा कमेन्ट्रीहरू सबै थोक हुन्छ। नेपाल क्रिकेट टिमले युएईमा वेस्ट इन्डिज विरुद्ध टी20 सिरिज खेलेको थियो, त्यस्तै नै सिरिज हुँदैछ नेपालमा युएईसँग भनेर चाहिँ नसोचौँ, किनभने नेपाल क्रिकेट बोर्डले युएईसँग गराउने सिरिज त्यति भिआइपी होइन। नर्मली नेपाल क्रिकेट बोर्डले लाइभ स्ट्रिम त गराउँछ, तर नेपाल क्रिकेट बोर्डको अफिसियल च्यानलबाट। र केही समय अगाडिसम्म नेपाल क्रिकेट फ्यान हामीहरूले युएई र नेपालको म्याच हुँदा चाहिँ इन्डिया र पाकिस्तानको जस्तै नै हामीहरूले सोच्ने गरेका थियौँ, किनभने नेपाल क्रिकेट टिमले पनि युएईसँग हार्न चाहँदैन र युएईले पनि नेपालसँग हार्न चाहँदैन। टी20 वर्ल्ड कप 2026 क्वालिफायरको म्याचमा पनि नेपालले जम्मा 1 रनले जितेको थियो युएईसँग। त्यसै गरी युएई र नेपालको टी20 तर्फ हेर्ने हो भनेदेखि 2024मा पनि युएईले र नेपालले नै टी20 वर्ल्ड कपको लागि क्वालिफायर गरेको थियो भने 2026मा पनि युएईले पनि र नेपालले पनि क्वालिफायर गरेको थियो। तर एउटा डिफरेन्स चाहिँ के छ भने नेपालले एउटा पनि म्याच नहारिकन क्वालिफायर गरेको थियो भने युएईले चाहिँ लास्टमा रहेर 3 नम्बरमा रहेर टी20 वर्ल्ड कप क्वालिफायर गरेको थियो। नेपाल क्रिकेट टिम र युएई क्रिकेट टिम एकदमै टक्करका टिमहरू छन्, तर नेपाल क्रिकेट टिममा चाहिँ सबै प्लेयरहरू नेपाली मात्रै छन्, तर युएई क्रिकेट टिममा चाहिँ इन्डिया पाकिस्तानको प्लेयरहरू छन्। युएई क्रिकेट टिमले पनि बङ्गलादेशको लागि सिरिजमा हराइसकेको छ भने यता हाम्रो नेपाल क्रिकेट टिमले नि वेस्ट इन्डिजलाई चाहिँ हराइसकेको छ सिरिजमा। र आजसम्म नेपाल र युएई बीच जति पनि टी20 म्याच भए लगभग बराबरै हारजित भइरहेको छ, तर नेपाल क्रिकेट टिमले जम्मा 2वटा म्याच बढी जितेको छ टी20 तर्फ। त्यसै गरी ओडिआई तर्फ हेर्ने हो भने नेपालले भन्दा युएईले चाहिँ म्याचहरू बढी जितेको छ ओडिआई तर्फ। र यता युएई र नेपाल क्रिकेट टिम ओडिआई वर्ल्ड कप 2027 क्वालिफायरको म्याचहरू खेलिरहेका छन्। पहिलो म्याच युएई र नेपालको 25 तारिकको हुँदैछ अप्रिलको भने दोस्रो म्याच 1 मईको हुँदैछ। 2वटा म्याच बाँकी रहेका छन् युएई र नेपालको ओडिआई वर्ल्ड कप 2027 का। ओडिआई वर्ल्ड कप 2027 को क्वालिफायर म्याच 8वटा टिमले खेल्दैछन्। 8वटा टिममा सबैभन्दा कमजोर भएर 8औं नम्बरमा रहेको छ युएई र 7औं नम्बरमा रहेको छ हाम्रो नेपाल क्रिकेट टिम। युएई लास्टमा रहेको छ। जम्मा युएईले 20 म्याच खेलेर 5 म्याचमा मात्रै जित निकालेर 10 पोइन्ट लिएर युएई बसेको छ भने त्यसै गरी नेपाल क्रिकेट टिमले पनि 20 म्याच खेल्दा 5वटा मात्रै जितेर चाहिँ 12 पोइन्ट लिएको छ। 12 पोइन्टको कारण भनेको चाहिँ 2वटा म्याचमा चाहिँ टाई भएको थियो, त्यो कारणले नेपालसँग 12 पोइन्ट छ, युएईसँग जम्मा 10 पोइन्ट रहेको छ। र युएई र नेपाल चाहिँ ओडिआई वर्ल्ड कप 2027 बाट बाहिरिसकेका छन्, कुनै पनि चान्स रहेको छैन। युएसएले क्वालिफायर गरिसक्यो, स्कटल्यान्डले गर्यो, नेदरल्यान्ड र ओमनले पनि क्वालिफायर गर्यो, तर नेपाल र युएई चाहिँ लास्टमा रहेका छन्। तर नेपालै लास्टमा रहन्छ जस्तो चाहिँ मलाई राखिरहेको छ, किनभने ओडिआई तर्फ नेपालले युएईले हराउन नि एकदमै गाह्रो छ। नेपाल क्रिकेट टिमले जस्तो पर्फर्मेन्स टी20 मा गर्छ वर्ल्ड कप पनि क्वालिफायर भइरहेको छ। टी20 मा ठुल्ठुलो टिमलाई टक्कर मात्रै दिन सक्छ नेपाल क्रिकेट टिमले, तर जित निकाल्न सक्दैन। युएई क्रिकेट टिमको पनि यस्तै नै हालत भइरहेको छ। टी20 तर्फ टी20 वर्ल्ड कप पनि खेल्छ, राम्रो पर्फर्मेन्स छ, बङ्गलादेशलाई नि हराइसकेको छ युएईले, तर ओडिआई तर्फ लास्टमा आएर बसेको छ। 20 म्याच खेल्दा जम्मा 5वटामा जित। नेपाल नेसनल क्रिकेट टिममा ओडिआई तर्फ पर्फर्मेन्स गर्ने एउटा पनि प्लेयर छैन। हाम्रो नयाँ प्लेयरहरू आइरहेका छन् ओडिआई तर्फ खेल्नको लागि, तर हाम्रो नेपालको नेसनल क्रिकेट टिमले जसले चाहिँ टी20 वर्ल्ड कप खेल्छ यो नै टिमले चाहिँ टी20 वर्ल्ड कप खेल्ने टिमले चाहिँ ओडिआई तर्फ केही पर्फर्मेन्स गर्न सक्दैन र ओडिआई तर्फ चाहिँ प्लेयरहरू चेन्ज गर्नै पर्छ, नत्र भने नेपाल क्रिकेट टिमै डुबाइदिन्छ। किनकि टी20 वर्ल्ड कप 2026 मा नेपाल क्रिकेट टिमले स्कटल्यान्डलाई हराएको वर्ल्ड कपमा त्यो पनि, तर यता ओडिआई तर्फ हेर्ने हो भने स्कटल्यान्ड क्वालिफायर भइसकेको छ। स्कटल्यान्डले चाहिँ ओडिआई वर्ल्ड कप 2027 खेल्दैछ, तर नेपाल क्रिकेट टिम चाहिँ लास्टमा रहेको छ। क्या यति खराब पर्फर्मेन्स के एउटा हुन्छ गल्लीको टिमको जस्तो लास्टमा आएर बसिरहेको छ नेपालको झन्डा, एकदमै नराम्रो लाग्यो। त्यति मात्रै नभएर नेपाल क्रिकेट टिमले ओडिआई वर्ल्ड कप क्वालिफायर गर्दा पनि ओमनलाई पनि हराएको थियो। एउटा पनि म्याच नजितिकन चाहिँ नेपालले वर्ल्ड कप खेलेको हो टी20 वर्ल्ड कप। तर यता ओडिआई तर्फ हेर्ने हो भने ओमनले पनि वर्ल्ड कप क्वालिफायर गरेको छ 2027 ओडिआई वर्ल्ड कप, तर यता नेपालको हालत हेर्ने हो भने हामीहरूले सोच्न पनि सक्दैनौँ नेपालको यति खराब पर्फर्मेन्स छ कि एकदमै खराब पर्फर्मेन्स रहेको छ। ओडिआई तर्फ नेपालको एकदमै सुधार्नु पर्ने छ, किनभने नेपाल क्रिकेट टिमले ओडिआई तर्फ विजेतै गरेर छाडेको छ। नेपाल क्रिकेट टिमले ओडिआई तर्फ विजेतै गरेको छ।